आउनुहोस् श्रोताबिन आज एउटा गीति कविता सुनौँ। मेरो गीति कविताको शीर्षक छ गीत। आजकल गीत सुनिँदैन आधुनिकता जस्तो। आजकल गीत सुनिँदैन आधुनिकता जस्तो। अनि आजकल गीत कोरिँदैन उदाउँदो घाम जस्तो। गीत त नारीको भावना बोकेको निवेदन जस्तो हुनुपर्छ। गीत त नारीको भावना बोकेको निवेदन जस्तो हुनुपर्छ। गीत त आकाशको पानीको झरी जस्तो हुनुपर्छ। गीत धेरैले सुनेर सुन्दर हुने होइन रहेछ। गीतको ठाटमा त सन्देशको मोहरी हुनु पर्दो रहेछ। गीतको ठाटमा त सन्देशको मोहरी हुनु पर्दो रहेछ। गीतको सुसाइमा त केही सृष्टिको उमङ्ग लहरिएको हुनु पर्दो रहेछ। गीतको सुसाइमा त केही सृष्टिको उमङ्ग लहरिएको हुनु पर्दो रहेछ। तब मात्र गीत बन्छ अनि मात्र गीतको तरङ्ग बन्छ। तब मात्र गीत बन्छ अनि मात्र गीतको तरङ्ग बन्छ। थ्याङ्क यू।